सँगै पढे साथीले केटाडी हुर्काएर टोकन 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 बाटा हिन्नी बनाइसकी म भने के काना करियर बनाउँछु केटाडी भएपछि पढाइ बिग्रन्छ यो गर्न पाइन्न त्यो गर्न पाइन्न यस्तो हुन्न उस्तो हुन्न भनेर बुढालाई घर परिवारलाई बाना गरी गरी यतिका वर्षसम्म नपाइकन बसेँ न पढाइको टुङ्गो बुङ्गो लाओ भाइ न एउटा भने जस्तो गतिलो जागिर खान सकेँ न त कहाँ केटाडी छन् घर माइत मुख देखाउन नि लाजको मर्नु भएक मलाई त गर्नेले त केटाडी हुर्काउँदै पनि पढाइ जागेर सबै जताततै भ्याकै छन् के रे केही गर्न नसक्नेका बाना मात्रै भन्जै भयो बरु ब्याउने बित्तिकै केटाडी पावा बरु केटाडीले गर्दा यो गर्न पाइन भनेर दिनरात त्यही केटाडीलाई दोष थोपार्न हुँदो के रे अहिले त दोष पनि कलाई लाम्बाई आफ्नो मर्नु शत्रुको आफ्नो भयो बुद्धि बेलैमा नपुर्याउने हो भने त जातिबित्ती दुःख पाइने ऐछ कति नै केटाडी भए पनि त यहीँ भरै बिहा हुने बित्तिकै केटाडी पाएर मैले केही गर्न पाइनँ केटाडी नभए पनि यसो गर्दाम उसो गर्दाम भनेर दुःख पाइदो के रे दुःख गुनासो